भ्लग बनाउन लागेको अब सामान चाहिँ यति नै हो टट्टलाएर बोकेर गइन्छ ट्रेनर कुरा बोक्ने हो त गाडी हो त गोमेन के त कोची कोची धरो सामान बोकियो ल नमस्कार हजुर हेलो नमस्ते अनि सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ अनि हाम्रो सरी च्यानको चाहिँ खुसी गर्ने दिन होइन अनि म चाहिँ अब आइसक्यो नवीन चाहिँ गाडी लिएर आउँदैछ अनि त्यही हो अब उसको रुम चाहिँ यही हो के अरे अब म चाहिँ रुमतिर जान्छु ओ सामान ठिक छ नि हेलो भन न लाज लाग्छ रे गाई झोलेर ल भ्लग बनाउन लागेको अब सामान चाहिँ यति नै हो टट्टलाएर बोकेर गइन्छ ट्रेनर पुतली किन नदेखाने र ल के नि पुतली हो नि ए ल पुतली गिफ्ट पायो मैले टट्टलाएर अब A few moments later. हाम्रो गाडी चाहिँ आइपुग्यो नि यो गाडीमा आज के यो कुरा बोक्ने हो त गाडी हो त डोरी त चाहियो त नि ल यो गाडीमा हाल्छ नि 1 hour later. ल हाम्रो पहिलो चरण के छ ठिक छ नि हेलो भन न भिडियो बनाएको हो कान्छोको रुममा आइपुग्यो ल हाम्रो पहिलो लड चाहिँ आइपुग्यो के छ रुम देखाउनु मिल्छ रुम तरकारी पकाउँदो रहेछ भलिबल रहेछ नि त भलिबल हान्नुपर्छ आम्मामा यसो रुम हेर्नु आमा चिज छ त रुम चाहिँ कस्तो रुम पाउनु झ्याउ रहेछ त नि ओ सर हेलो सर गोमेन के त कोची यो चाहिँ हाम्रो कुमामोतो एयरपोर्ट जाने बाटो मात्र अब एयरपोर्ट जाँदैछौँ पहाडे पुरै फुल सामान बोकेर यस्तोहरू जापानमा त यसरी हिक्कोसी गर्नुपर्छ गाडीहरू होइन रमाइलो हुन्छ अब सामान बोकेर हिँड्नुपर्छ रमाइलो छ एयरपोर्टको बाटो टक्क लाएर सुन्न जान्छ जाऊ पहाड जाऊ ल जाम सिधै ल्याम्मा हाल्यो ल सिधा बनाएर हाल्यो न हाल्यो फुल ल फुल काट्यो ल सिधा ल टायर सिधा बनाएर ल्याम्मै हाल्यो अलि सिधा बनाउनु नि टायर होइन उता हो ल पहाड ल होस् भयो रोक्दो बस ल ठिक छ नि एकदम आइयो ठिक छ नि आइयामा धरो सामान बोकियो ल नमस्कार हजुर ल अब साइकल Hours later. यो चाहिँ हाम्रो लास्ट ट्रिपमा साइकल सबै लिएर आइयो आइयाखो तीनचोटि ओर्दर गरे आज होइन फाइनल्ली सक्यो ब्याक टु होम हुँदै बाँकी छ
घर जानै बाँकी छ आम्मा ल जाऊ ल ल बाई बाई ल पनि गयो ल भुन्टे गाडीमा हामीले लास्टै आज सामान ओसारियो 3-4 चोटिसम्म गरियो अब बिहानको 9 बजेर अहिले पाउने 10 भइसक्यो ल आजको लागि चाहिँ यो भ्लग यति नै बाई बाई थाकेँ सुत्नुपर्छ भोलि एउटा काम छ ल बाई बाई